हामीले चाहिँ अब यो घर बनाउँदाखेरि एकदम ध्यान दिनुपर्ने कुरा के हुन्छ भनेपछि एउटा कुरा कि साइडमा एउटा साइड इन्जिनियरको आवश्यकता हुन्छ। अनि अर्को कुरा के छ भनेपछि हामीले डाइरेक्ट चाहिँ यो कलमको कास्टिङ गरिदिउँ, पिलरको डाइरेक्ट कास्टिङ गरिदिउँ भनेपछि यो डोरी नबानिकन सर यो डोरी नबानिकन हामीले कास्टिङ गरिदिउँ भनेपछि कुनै कलम बाहिर यसरी आउन सक्छ, 1 इन्ची बाहिर आउन सक्छ, कुनै 1 इन्ची भित्र जान सक्छ, कुनै 1 इन्ची भित्र आउन सक्छ। त्यही भएर हामीले सिधै डोरी बाँधेर कास्टिङ गर्नुपर्छ। त्योभन्दा अगाडि चाहिँ हामीले स्टार्टर पनि बनाउनुपर्छ। सबैमा स्टार्टर बनायौँ भनेपछि पछि कास्ट गर्दाखेरि सबै एउटा लाइनमा अलाइन हुन्छ र हाम्रो यो कलम बिग्रिन्न, सबै स्ट्रेट हुन्छ। अर्को कुरा के छ भनेपछि हामीले यदि धागो बाँधेर राम्रोसँग गरेनौँ भनेपछि कुनै कलम 1 इन्ची अब तल र माथिमा पनि फरक आउन जान्छ। तल यहाँ छ भनेपछि कलम माथि 1 इन्ची यता आउन सक्छ, कलम 1 इन्ची यता यता भित्र जान सक्छ, 1 इन्ची बाहिर आउन सक्छ। त्यसैले हामीलाई साइड इन्जिनियरको आवश्यकता हुन्छ र हामीले काम गर्दाखेरि यो घर बनाउँदाखेरि एकदम ध्यान दिनुपर्ने कुराहरू यिनीहरू यस्तो कुराहरू हो।